यो पर्वको बारेमा थोरै जानकारी गराइदिनु न। धन्यवाद छ। यो हाम्रो वर्षको एकपल्ट मनाउने यो हाम्रो महिना यो तिब्बती क्यालेन्डर छ, यो खिलिया भन्छ यसलाई। यो खिलिया महिनाको यो विशेष गरेर हामीले यो चाड चाहिँ यो आज पूर्णिमा एक दिन अगाडि गएर हाम्रो यो पहिला चाहिँ हाम्रो जिजीबाजेको पालादेखि नै एउटा यो संस्कृति यो संस्कार यो संस्कृति यो पूजापाठलाई चाहिँ एउटा निरन्तरता राख्नुपर्छ भनेर हामीले यो माथि हाम्रो आज यहाँबाट झन्डै 12-13 किलोमिटरको माथि एउटा लेकमा चाङखुई गुफा भन्ने छ। त्यो चाङखुई गुफामा चाहिँ एउटा त्यहाँ गुफामा चाहिँ विभिन्न आकृतिका देवी देवताका आकृतिहरू भएको हुनाले त्यहाँ दर्शन गर्न जाने हुन्छ। त्यसरी जाने क्रममा चाहिँ हामीले यो गीतमा अहिले जुन तपाईँले अलिकति बुझ्न सक्नुहुन्न, यो चाहिँ यो भित्र शिवलिङ्ग अनि गरुड अनि हाम्रो के अरे नाग देवताहरू आदि इत्यादि चाहिँ धेरै त्यसको आकृति भएको हुनाले त्यहाँ गएर हामीले आज यो पूर्णिमाको दिन पनि दर्शन गरेर एकजना लामा पनि जानुहुन्छ र 15-16 जना हाम्रो यो गाउँका पुरिया अथवा यो वृद्ध अनि आधा वयस्क र युवाहरू मिलेर जाने गएपछि त्यहाँबाट आज चाहिँ जुन दर्शन गरेर उहाँहरू फर्केर यहाँ आइपुग्छ र योले चाहिँ अब हाम्रो त्यहाँ पूजा गरेपछि हाम्रो यो गाउँमा अनिष्ट नहोस् अनि खेतीबाली राम्रो होस्, खेतीबालीहरूमा सबैको के अरे सबैको खेतीबालीहरूमा राम्रो होस् अनि गाउँमा अनिष्ट नहोस् भनेर खाद्य पूजापाठ गरेर आएपछि अब यो चाहिँ यहाँ आइपुगेको छ। एकछिन यो अब यहाँ साधारण एउटा घोडा दौड पहिलाबाट त भनौँ धेरै लामो के अरे कार्यक्रम हुन्छ, तर अहिले चाहिँ छोरी छोरीमा गर्ने गरिन्छ। र यसको अलावा चाहिँ अब यो खिलिया मेला चाहिँ अब आज हिजोबाट सुरु भएर भोलि चाहिँ रेस्ट हुन्छ, पर्सि चाहिँ हाम्रो याग नाच हुन्छ। दुईवटा याग चाहिँ हाम्रो माथि हाम्रो इष्ट देवता खोलाबाट बिहानै त्यहाँ खोलाबाट दुईवटा याग अनि हाम्रो सबै गाउँका युवाहरू अथवा हामी सबै गएर त्यहाँबाट याग ल्याएर गाउँमा ल्याएपछि एक परिक्रमा गरेर ल्याउँछ र खाना खाएपछि 12-1 बजीबाट चाहिँ यो दिनभरि याग नाच्ने विभिन्न झाँकीहरू प्रस्तुत गर्ने विभिन्न भनौँ न अब पहिलादेखि चलि आएको चलन चल्तीहरूलाई हामीले यो के अरे सकेसम्म हामीले कायम राख्छौँ भन्ने उद्देश्य चाहिँ हामीले गरिरहन्छौँ। र त्यसको भोलिपल्ट चाहिँ हाम्रो शनिबारको दिनमा अब यसपालि शनिबार बस्छ, शनिबारको दिनमा चाहिँ एउटा गाउँको रोग व्याधि नहोस् भनेर घर दशा फाल्ने कार्यक्रम हुन्छ। त्यो चाहिँ बिहान 9-10 बजी सकेर खाना खाएपछि हामी गाउँमा एउटा दिनभरि रमाइलो भनौँ न अब जोगी नाच अथवा विभिन्न के अरे वराबाट आमा समूह युवा क्लबहरू विभिन्न टोलबाट चाहिँ दलित समूह आदिबाट चाहिँ विभिन्न प्रकारका एउटा भनौँ न एउटा झाँगियाहरू प्रस्तुत गरेर यो हाम्रो खिलिया मेलालाई चाहिँ एउटा धुमधामसँग मनाउने प्रचलन छ। यसको अलावा अब हामीले एउटा चिन्ताको विषय के छ भन्दा अब यो भाषाले गर्दाखेरि अब यस्तो गीतहरूलाई भोलिको दिनमा भोलिका पिँढीहरूलाई चाहिँ हामीले पुर्याउन सकिन्छौँ भने हाम्रो एउटा चिन्ताको विषय हुन्छ। यसको लागि त अब अलिकति अलि अगाडिदेखि हामीले सोच्न सकेको हुन्छ, तर त्यही पनि हामीले गर्नुपर्छ भनेर अहिलेसम्म चाहिँ हामीले गरिरहेका छौँ। र मैले चाहिँ आजलाई चाहिँ यति कुरा राखेँ। तपाईँको परिचय पनि भनिदिनु न। मेरो नाम आसबहादुर थकाली, म यही स्याङबासी र म चाहिँ अब पूर्व यो घरको गाउँपालिकाको संस्थापक अध्यक्ष पनि हो र विभिन्न समयमा चाहिँ मैले शिक्षक पनि भएर काम गरेँ। अनि अहिले चाहिँ संरक्षण क्षेत्र व्यवस्थापन समिति सिएमसीको अध्यक्ष पनि भएर काम गरेको छु र विभिन्न बेला बखतमा गाउँ मुखियाको काम अथवा विभिन्न समितिहरूमा के अरे आफ्नो सकि नसके आफ्नो क्षमता भ्यास पनि विभिन्न कामहरूमा चाहिँ मैले आफ्नो सकेको योगदान चाहिँ दिइरहेको छु। र अब त 70 वर्ष उमेर पुगेपछि अब प्रतिपूर्ति दिने भए काम गर्न सकेन र त्यही पनि सबैलाई चाहिँ हामीले गर्नुपर्छ भनेर मैले भन्ने गर्छु। धन्यवाद।